गजब तेरी दुनिया गजब तेरी चाल छुचुन्दर के सर्पे चमेलीका तेल भन्छ। कहिले कहिले छुचुन्द्राका टाउकामा पनि चमेलीको तेल पर्छ। देव आनन्दको एउटा फिल्म रहेछ, मैले त हेरेको थिएँ। देव आनन्दको फिल्म रहेछ, त्यसमा एउटा गाइड भन्ने गाइड रहेछ। त्यो ठिटोको एउटा युवतीसँग लभ परेछ। त्यो गाइड लभ पर्यो, तर केटीले धोका दिए। केटीले धोका दिएपछि लभको पीडामा छटपटाएर एउटा रुखमुनि गएर बसेछ। रुखमुनि गएर बसेको यति पीडामा बस्यो ऊ। दिन गयो, साँझ पर्यो, रात पर्यो, त्यहीँ छ। रात गयो, त्यहीँ छ। गाउँलेहरूले हिजो बेलुका पनि हेरेका थिए, त्यहीँ छ रुखमुनि। भोलि बिहान हेरे, तपस्वी जसरी बसिराखेको छ रुखमुनि। अनि मान्छेहरूले के ठाने भने यो त साँच्चैको तपस्वी रहेछ। कसैले लगेर फुलमाला लगाइदियो, कसैले अबिर लगाइदियो, टीका लगाइदियो, कसैले रुद्राक्षको माला लगाइदियो, कसैले हातमा माला लगाइदियो, कसैले गलामा माला लगाइदियो, कसैले पुण्डरी टीका लगाइदियो, कसैले पुज्यो, कसैले अगरबत्तीले पुज्यो, कसैले धूपबातीले पुज्यो, कसैले फुल चढायो। विभिन्न खालका दुध दही मेवा मिष्टान्न आदि इत्यादि चढाउन ल्याए, भोजन गराए। महाराज भोकै त बस्नु हुँदैन, भोजन त गर्नुहोस्। भोजन गराए। गर्दा गर्दै देश देशान्तरका मान्छेहरू आउन थाले। महान तपस्वी एउटा युवा निस्किया छ अरे, महान तपस्वी। अनि ऊ त 4-84बाट मान्छे आएर चाहिँ नि पुजिन थालो बेसरी। एक रात के भोकै बसिया थियो, भोलिपल्टदेखि त फलफुल मेवा मिष्टान्न आदि तस्मै पायस अनेक पकाएर ल्याइदिन्छन्। खाएको छ, मोटाउन पनि थालो। गजबको ह्यान्डसम, झन् ह्यान्डसम भयो। ऊ त्यसरी विरक्ति र तपस्यामा बसेको सुनेपछि उसँग ब्रेकअप भयो कि युवती चाहिँ फेरि मरालाई गएर सम्झाउनु पऱ्यो, मर्छै क्या, भोकले कहाँ बसिया थियो भनेर गइछन्। तिनी आउँदाखेरि त बडा मालासाला लगाएर अनेक गरेर चाहिँ बसिया छ तपस्वी भएर। अनि गालामा थप्पड दिएर चाहिँ मालासाला फ्याँकिदिएर बडा तपस्वी भएर बसिया छ। यहाँ हिँड जाउँ, भइगयो, म छोड्दिनँ तिमीलाई भनेपछि हाँ अब मुझे मिल गई भन्यो। मालासाला झापझुट फ्याँकेर तपस्वी चल्यो। हिन्दीमा एउटा भनाइ छ, कहिले कहिले के हुन्छ भनेदेखि यो अजब तेरी दुनिया गजब तेरी चाल छुचुन्दर के सर्पे चमेलीका तेल भन्छ। कहिले कहिले छुचुन्द्राका टाउकामा पनि चमेलीको तेल पर्छ। त्यो शाश्वत परम सत्य होइन। त्यो नायक पनि कुनै तपस्वी थिएन, तर मान्छेलाई पर्दिन्छ कहिले कहिले। यसरी मान्छे झुक्किएर महानायक हुन्छ। पछि त फेरि कुरो त खुल्यो। महानायक सायक केही होइन, एउटा फ्रस्ट्रेटेड युवा पो रहेछ। एक थप्पडले उसको निद खुलाइदियो।